अनि बसेर हान्न फेरि बोल त फेरि बोल एभ्रिवान वेलकम टु माई ब्लग आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि तपाईँहरूले हिजोको ब्लग हेरिहाल्नुभयो होला म चाहिँ बेघरमा आएको छु अनि आज चाहिँ बेगको दिन अनि यहाँको पहाडको बे चाहिँ कस्तो हुन्छ अनि म चाहिँ फर्स्ट टाइम पहाड आएको खोटाङ चिसापानी होइन फर्स्ट टाइम आएको अनि म फर्स्ट टाइम बेको अनुभव पनि गर्नु लागेको छु अनि म चाहिँ नुहाइधुवाइ गरिसकेर अब अघि चाहिँ गीत ड्याङ 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 बजिरहेको थियो अनि भर्खर यहाँ 5:10 हुँदैछ भर्खर 5:10 मा पनि त्यो हुन्छ नि छ्याङ्गैवाला अनि अब कति बेला हिँड्नुहुन्छ त्यो त थाहा छैन तल गैरी गाउँमा छ अरे अनि म यहाँको माहौल अलिअलि देखाउँछु टुपी हो खोइ ड्याडी त कहाँ जानुभयो कहाँ जानुभयो फुवाजु जुत्ता ए त्यो साँच्चै त यो यस्तो छ राति पनि मैले देखाएको थिएँ हिजोको ब्लगमा पनि ओ काका काका मलाई बाइकमा लाने नलाने भिडियो के अपलोड गर्न खोज्यो कि लाने 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 भन्नु न नलाने लाने भन्नु न लाने भन्नु न तैँले मलाई क्यामेरा देखाएर के डराउन खोज्यो कि लाँदिन उहाँ चाहिँ बेहुला दाजु आइज काका अनि यहाँ बुवा हुन्छ अघि चिटीको परिसक्नु भइसक्यो अनि यहाँ आमा हुन्छ आमा चाहिँ जानुहुन्न नि आमा म त जान्न यहीँ बस्नुहुन्छ अनि अर्को आमा हुन्छ अनि कस्तो राम्रो सानो सानो कोठा छ सिलिङ फिलिङ यो लुगा लगाएर म माथि टाढमा चढेको यो टाढ सबैजना मेकअप गर्दै हुन्छ मेकअप यहाँ हुनुहुन्छ हाम्रो फुपाजु अनि फुपाजुलाई म हाँस्नु भन्दैछु भने यहाँ छेउमा हुनुहुन्छ ड्याडीको छेउमा बेहुला काकाको यो चाहिँ फेभरेट रहेछ अनि यहाँ हुनुहुन्छ सबैजना जन्ती जानुको लागि रेडी अवस्थामा अनि यहाँ दुईजना काका हुनुहुन्छ अनि मैले फेरि देवराज काकालाई मलाई बाइकमा लाने होइन भन्दै जिस्काउँदैछु अनि काकाले लाने तल घर जाँदा पनि लान्छु भन्दै हुनुहुन्छ अनि यहाँनिर चाहिँ बेहुलीको सुटकेस यो चाहिँ बेहुलीको सरसामानहरू छ हाम्रो चाहिँ लानुपर्छ नि त अनि यहाँ म बुवालाई के भयो भनेर सोध्दैछु अनि बुवाले चाहिँ कोर्टमा जाँदा कोतारो अरे अनि यहाँ माथिबाट अझै झर्नु भएको छैन सबैजना र यो चाहिँ मेरो अलिकतिको नजारा यस्तो रहेको थियो म चाहिँ यस्तो भएर जाँदैछु बेमा जन्ती जाँदैछु फर्स्ट टाइम मेरो एक्सपिरियन्स यो चाहिँ बेहुलको माहौल सबजना यहाँनिर रेडी अवस्थामा हुनुहुन्छ फोटोसुटदेखि लिएर हिँड्नु हतार आमा र मम्मी पनि फोटोसुट भोलिको लागि हो यो खिचेको परेको हेर्छ त त्यो हामीलाई पनि ल अहिले उहाँ केटो कसैले मन परायो भने मेरो भतिनी भन्छु म त उतैको फेरि बोल त फेरि बोल त म राइलिमीसँगै जान्छु काका तेरो करङ के करङ तँलाई त घर टेक्न पनि दिन्न म मेरो बुढा घर बस्छु हुन्छ त्यसरी हुन्छ भने बाबु काकाहरू माया मारेर जान्छ भने जाओ यस्तो नभन्नु न गल्ती गरे क्षतिपूर्ति जापानी पार्टीको कुरा रविले केही अन्तिममा नलाएर ब्रान्डेड यो चाहिँ के पो सुन्तलाको बोट हो देख्न सक्नुहुन्छ यहाँनिर यत्तिकै छ यहाँनिर राँगा पनि छ भोलिको लागि अरे यो राँगा चाहिँ किनभने यहाँ वरिपरि राई लिम्बूहरू पनि हुनुहुन्छ नि त राईहरू हुन्छ अरे अनि त्यही भएर उहाँहरूको लागि घरको मान्छेको लागि चाहिँ होइन यो सुन्तलाको बोट आमामा यहाँदेखि त भिड छ त नि एउटा गिलास झरेबाट पनि तल पुग्छ होला पर चाहिँ पार्टीको कुरा हुँदैछ अनि म यता आएको होइन हौ हुन्छ नलाएको त मुना रौ जे भए पनि चुप लाग्यो टिकट दलिन्छ भनेर भयो रुमाला लाग्यो एउटा ला
त्यो माला लाएको चाहिँ त्यो माला लाउनु पर्छ धुतीको माला रहेछ नि छोटो पार्टीमा त फुल पनि मम्मी फुल पनि लामो पार्नु चप्पल लागेर हो गेस यो आइफोन दिनु पर्छ तिम्रो फोनमा आइफोन दिनुलाई त के अरे आइफोन भेटेर भइहाल्नु पर्छ आइफोन त फोन पर्छ बाजा बजाउ न है मतलब बेहुलाको वान एन्ड ओन्ली फेरि बाजा बजा नै झसे अब यहीँबाट बजाएर भएन एकछिन नानी होल 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 भयो भयो अलिअलि ल बेहुला वेलकम वेलकम यो जेन्जी बेहुला हो यो म चाहिँ बेहुलाको भाइ म चाहिँ बिर्केशवाला खोइ त म चाहिँ बिर्केशवाला ओके छ यहाँ बेहुलीको आमा यता बेहुलीको भिनाजु यता बेहुलाको बुवा यता काका यता भाउजू भन्नु पर्यो हजुर भन्नु पर्यो आइ मात्रै ल म पनि जन्ती जानको लागि बाइकमा चढेर रेडी भइसकेँ अनि यहाँ हुनुहुन्छ अरूहरू सबैजना पनि जानुको लागि रेडी अवस्थामा हुनुहुन्छ ड्याडीको टेम्पो पनि फेरि जन्ती जाँदैछ पहाडको बाइकमा गएको जन्ती हाय गाइस हेलो हेर्नु न हेलो काका डराउँदै डराउँदै लाँदै हुन्छ राति त यहाँको नजारा केही देखेको थिएन अब चाहिँ अलिकति राम्रो फुल रहेछ टिपेर लगाउनु जस्तो ड्याडीहरू अगाडि हुन्छ आइपुग्नु भयो ड्याडीहरू पर यो पत्ताले छेको आम्मामा हामी कहाँ जाने अरे काका ऊ परको डाँडा होइन देखाउनु त त्यो डाँडादेखि हुँदै 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 भन्नु न त्यो हुँदै हुँदै यस्तो घुमेर आएर ऊ त बर पिपलदेखि उता जानुपर्छ अरे हामी हिँडेको जन्ती होइन बेहुलाको गाडी पनि आइपुग्यो होइन आइपुग्यो जाउँ होइन त हामी यतिको गरेपछि मात्रै मेकअप अलिअलि प्रोटेक्ट हुन्छ हामी यहाँ आइपुग्यौँ हुस्ते लागेको थियो यस्तो
यहाँ फोटो खिच्दै हुन्छ लागी गुराँस बाटो यस्तो छ यो चाहिँ चिसापानी बजार अरे चिसापानी बजार चिसापानीको थुक्पा जन्ती हिँडेको मान्छे हामी थुक्पा खाँदैछौँ सादा भए पनि मिठो रहेछ हौ कसरी बोटुका थुक्पा यो हाफ हो 50 को थुक्पा श्री चिसापानी नमुना माध्यमिक विद्यालय यहाँ चाहिँ गुलाबको फुल रहेछ मूर्ति चाहिँ कति बनाएको है यता मूर्ति नै मूर्ति आमामा स्कुल त कहाँ धेरै हो काका यो पनि स्कुलै रहेछ आमामा नमुना विद्यालय त्यही भएर नमुना भएको कत्रो एरिया क्या माथि यो अनि तल पनि छ आमामा एरिया त ठुलो क्या यहाँ पनि रहेछ ए यो कम्प्युटर इन्जिनियरिङ सम्बन्धी रहेछ अन्त अलेक्ट्रिकको रातो माटो ऐसेले खान्छु नि ओह्रालोमा त कि झन् खुट्टा दुख्दो रहेछ नि आमामा मेरो त खुट्टा दुखेर मरे ए यहाँ त भाँसिने खालको पनि रहेछ नि त त्यस्तो बालामा त भाँसिन्छ हिजो कस्तो भाँसेको थियो यहाँ सिम छैन हामी हरायो भने फोन हान्नु के हान्नु होस् नहान्नु सोध्नु बगैँचा जाने बाटो कता हो बगैँचा जाने बाटो त तपाईँले छोड्नुभयो होइन गएपछि यो तल त्यो डाँडामा त्यो डाँडा पुग्छ बाटो होइन त्यहाँबाट अनि उता दाहिने देब्रे छोडिदिनु अनि दाहिने लाग्नु होइन फाइनली हामी बेहुली काकीको गाउँ आइपुग्यौँ अनि यहाँ सबैजना उभिरहनु भएको छ किन उभिनु भएको छ भन्दा हाम्रो चाहिँ बेहुलापट्टिकोबाट पत्रे पठाउनुहुन्छ अनि पत्रेहरूले चाहिँ अब आउनु अरे भनेर अनुमति लिएर आएपछि हामी जान्छौँ र हामी जाँदै पनि छौँ बेहुला काका एकदम धेरै हँसिलो भएर जाँदै हुनुहुन्छ एकदम धेरै सबैजना ह्याप्पी हुनुहुन्छ किनभने बेहुली लिन जाँदैछौँ नि त अनि यहाँनिर सबैजना एक यहाँनिर बाजाको तालमा हिँड्दै हुनुहुन्छ होइन रमाइलो गर्दै अनि यहाँ माथि हाम्रो सुर्केस बुवाहरूले बोकिरहनु भएको छ अनि हाम्रो ड्याडी पनि चिटिक्क पर जाँदै हुनुहुन्छ भने हामी सबैजना अब बेहुलीको घर पुग्न यो 2-3 घर माथि चाहिँ गाडी राखेको थियो अनि त्यही भएर हामी थोरै चाहिँ हिँड्दैछौँ अनि यहाँनिर सबैजना जाँदै नै हुनुहुन्छ अनि यहाँ हाम्रो हुन्छ फुपाजु बेघर आइपुग्यौँ हामी फाइनली हामी चाहिँ बेघरमा आइपुग्यौँ अनि यहाँ बेको माहौल त्यस्तो छ बरनी गरेको छैन परनी गर्छ भने अनि जन्ती पर्सन हुन्छ होइन हामी बोटको मुनि छौँ राम्रो ल यहाँ हुनुहुन्छ हाम्रो हामी चाहिँ बस्नु काका नदेखेको होला फोटोमा आउनु होला अरे त्यो सुइमर है के पो उठेर कि बेहुला उठ्नुपर्छ होला हौ होइन गुरुले भनिहाल्नुहुन्छ नि अरूले भन्नु पर्दैन
मेरो मलाई काम दिएन उठ्नु उठ्नु काका उठ्नु उठ्नुपर्छ क्या पुस्ता ल्याउनु हो ताली यता हान्नु हो ताली पड्काउनु न ताली टिकटकले खत्तम गरायो ताली मेरो ताली हरायो गरीलाई दिनु घडी चाहिँदैन मलाई ताली पड्काउनु चाहिँ लोक गर्नु हुँदैन सानी मलाई नछोड्नु है भनेको होइन मलाई छोडेर कहाँ जानुभयो अघि बढाउने गर्न आउनुभयो हुन्छ बिहा त सक्यो कि क्या पैसा सक्यो भने अझै भन्नु है अझै छ भने भन्नु है फेरि मैले उठाएँ फेरि सक्यो भन्नु है फेरि उठाएँ हान्न नपाइ पाइँदैन म किन फोटो खिच राख्दिन न हुन्छ अहिलेलाई यो छेक्नु भएको है छोडिदिनु अब एउटा हातमा दिनु न असंख्यता सहसानी अगाडि जाऊ न है हामी चाहिँ माम हाम गर्नको लागि रेडी अवस्थामा बसिसकेका छौँ अनि यहाँ हामीलाई बेहुलीपट्टिबाट खाना बाँड्दै हुनुहुन्छ बेहुला काका एकदम धेरै हँसिलो अवस्थामा बसिरहनु भएको छ काकाहरू यता हुनुहुन्छ फुपू यहाँ हुनुहुन्छ अनि मम्मी यहाँनिर पर भिडियो गर्दै हुनुहुन्थ्यो हेर्नु न मलाई कति धेरै माम हालिदिनु भएको नि यहाँनिर देख्न सक्नुहुन्छ अचार यो अचार चाहिँ हुन्छ नि अर्ग्यानिक पारामा बनाएको थियो खसीको मासु काँक्रा माम अचार यस्तै छ यस्तै छ यस्तै छ यस्तै छ माम 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 के हो नै भयो पुग्यो
सबजना खाना खानु धम्माधम यहाँनिर मेरो माम अब म खान्छु बाबुले पनि खाँदैछ यहाँनिर हाँस्दै खाँदै हुँदैन त्यहाँ त्यहाँ पारा ए उता हुँदैछ नि त गुम गुम खाइसकेर बसिसक्नु भएको छ बेहुला काका हामी चाहिँ फोटो खिचेर आउँदैछौँ अनि हामीसँग भएको बहिनी चाहिँ अघि यहाँनिर डिजे डान्समा आइसकेको रहेछ तर हामी आउने बित्तिकै लजाइहाल्नु भयो अनि यहाँ चाहिँ गोडा धुने कार्यक्रम सुरु भइसकेको थियो तेरो अनुहारै खराब छ रे तेरो अनुहारै खराब छ चिन्ने भएको नि र यहाँनिर चाहिँ सबैजना डान्स गरिरहनु भएको छ एकदम धेरै फुर्तिलो साथ नेपाली गीत बजिरहेको थियो वरिपरि हेर्नुहुने पनि धेरै हुनुहुन्थ्यो भने यहाँ डान्स गर्नुहुने पनि धेरै हुनुहुन्थ्यो हाम्रो ड्याडीलाई त फेरि डान्स भनेपछि त एकदम धेरै जोस आइहाल्छ होइन अनि यहाँ काका पनि डान्स गर्दै हुनुहुन्छ सबैजना एकदम ह्याप्पी मोडमा डान्स गरिरहनु भएको छ भने यहाँ तल चाहिँ जग्गेमा सायद कन्यादानको पालो थियो त्यही भएर म यहाँ नेरी नजिक आएर म भिडियो बनाउँदैछु कन्यादान एकदम धेरै इमोसनल यो चाहिँ हुन्छ एकदम धेरै हुन्छ नि स्याड मोमेन्ट हो यो चाहिँ काकालाई त पुग्नु पनि पाइन्छ होइन र यो एउटा कर्म कार्य सके पछाडि चाहिँ अब पालो आउँछ लगनको लागि चाहिँ बेहुला बेहुली नै उभिएर यहाँ लगन गर्दै हुनुहुन्छ अनि अर्को योलाई चाहिँ लगनगाठो भन्छ यो लगनगाठो चाहिँ बेहुलीको कम्मरमा बाँधेर बेहुली अघि अनि बेहुला पछि हिँडेर यहाँनिर जग्गेमा दुवैजना बसिसक्नु भयो अनि यहाँ बेहुला काका एकदम ह्यान्डसम भएर एक्लै बसिरहनु भएको छ किनभने बेहुली चाहिँ भित्र गइसक्नु भयो लुगा ड्रेस चेन्ज गर्नको लागि अनि यहाँ हुनुहुन्छ हाम्रो बुवाहरू बेहुलापट्टिको र बेहुलीपट्टिकै बुवाहरू यहाँ बसिरहनु भएको छ यो चाहिँ के गर्नुभएको भने यो चाहिँ अब अचानक बाटोमा भेटघाट भइहाल्यो भने पनि बोल्नु पाउने है भनेर टिका लगाएर पुरा होइन हुन्छ नि साइड गराउनु भएको जस्तै हो यो चाहिँ अनि यहाँ फेरि बेहुला काकाले बेहुलीपट्टिको सबैजनालाई टिका लगाइदिँदै हुनुहुन्छ उहाँले चाहिँ अब चिनाउनु भएको म अब उहाँको यो पर्छु बेहुलाको बेहुलीको यो हो भन्दै यहाँ चिनाउँदै हुनुहुन्छ सबैजना यहाँ टिका लगाउँदै फेरि यहाँनिर अचम्मको कुरा चाहिँ टिका लगाएर दिएको पैसा फेरि यता ज्वाइँलाई नै रिटर्न गर्नुपर्ने अनि एउटै पैसाले चाहिँ सबैलाई पुग्ने क्या यो चाहिँ यो के कति बेला पो दिनुभएको थियो छैन त्यसको नाम के हो भन्छ ठेकी ठेकी त ठेकी अनि के ठेकी त कुन ठेकी नाम त ठेकी हजुर ए पत्रे ठेकी बेहुलापट्टिको ड्रेस लगाएर बेहुली काकी आइसक्नु भयो यो सिन्दुरको बट्टा बाहुन बाजेले खोल्दै हुन्छ खोल्नु नसकेको अवस्था लेबिलेसन गरेको अरे बुवाले 5 वटा छोड्दिनु अब फेरि माथि पचास पारेर पढ्यो सही टिकटकमा आउँदाखेरि
मंत्री के खेला से मंत्री के पूजा से लश्कर जी धन्य करने का हाथ जुड़ा राणे जी के रत्न जुड़ा धर्म शरीर पट्टा का सेव पूर्व पश्चिम उत्तर दक्षिण दिल्ली किला कांगा डालवा लंका श्रीलंका अंदर को अब जोरताना एकजना खाना सब होला है यो छक्का अझै कुछ माग्दैन होला तेस्रो पल्टमा खुवाउने है तेस्रो पल्ट खाइने आफा बोले खिचिदिनु गुरुको उठाएर टक्कै यसरी बोक्नु है नाथिँदामा परम गति निर्विघ्न सुसर्वदा यसो कहाँ सुतिदिन त खोटा आउँछ गायत्री गुरुको नाम अब त्यहाँ जुवारी खेल्नु आँट्नु भएको अनि यतापट्टि बेहुलापट्टि उतापट्टि बेहुली आमा मामा आफै गइ पनि आएर बसिरहनु भएको हुन्छ 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 अहिले फेरि हाम्रो भाइ पनि भिडियो कसैले नरुने रुनुको सट्टा चाहिँ आशीर्वाद दिनु टक्कसँगले छोरो लिएर आउनु भन्नु खै कता गर्छ नरुनु है तपाईँहरू पनि यस्तै बेहुली हुनुभएको थियो पहिले
ड्याडीलाई फोन गर्नु हामी चाहिँ चिसापानी आइसकेको छौँ चोकदेखि अलिक यता अनि यो सोरुममा आएको छौँ काकाको बाइकमा अलिकति समस्या आएर अनि रात पर्न लागिसकेको छ बेको गाडी आउँदैछ हामी अलिक अगाडि जाऊ त्यहाँ भिडियो बना उकालामा एक्लै बनाउनु हो अब म 10 वर्षको गाडी कस्तो माया लाग्दो भएर बसेर हेर्नुभयो 10 वर्षको गाडी हो यो 10 वर्ष भयो किनेको अब यो यसलाई बाइकहरू नयाँ किन्नुपर्छ ल के बनाउनु नयाँ हेलो गाइस ओह्रालोको बाटो जाँदैछौँ हामी कानमा फुल मैले लगाइसकेँ काका ड्राइभर काकाको बाइक फाइनल्ली अलिअलि बन्यो अनि हामी गएको जहिले हामी लास्टमा पुग्नु पर्ने अरे यहाँ चाहिँ कति धेरै मूर्ति बनाएर क्या ठाउँ ठाउँमा पहाडको बेमा चाहिँ एकचोटि भात दिँदो रहेछ तरकारी दिँदो रहेछ अनि चिसो दिँदो रहेछ सक्यो त्यस्तै चलन होला नि यस्तै नै हो उता पनि त्यस्तै हो आउनु बित्तिकै भात दियो सक्यो म मात्र होला यहाँ पहिलो अनुभव गर्ने यहाँ यता पहाडको बे अनुभव गर्ने अरूहरूलाई त त्यस्तो नलाग्ला काका चाहिँ आइराख्नु भएको मान्छे यहाँ झाडुले हान्दैछ घरिघरि मलाई त कस्तो राम्रो देखिरहेछ यार काका गुलाबको फुलले होला अब हामी घर पुग्नु लाग्यौँ पिलिक हेर्नु त काका यता म भन्दा ठुलो बास छ हौ यहाँ अनि अरू के गर्नु ढुङ्गा त अब उता पनि पाउँछ कि ठुलै त्यत्रो जङ्गल सकेपछि बल्ल एउटा घर आयो यहाँनिर यही घरमा त सोधेको नि हिजो राति हामीले अनि यतै तल हो भन्नु पो नि आएको माया त यहाँ बिल्लामा त गर्नुहुन्छ यो काकाले मेरो तर भन्दिनँ मलाई माया गरेर बाइकमा ल्याउनु भएको छ तर पहाडमा साथीहरू बाइकमा नआउँदा नि हुने रहेछ सम्म बाटो मात्रै ठिक रहेछ बाइक त आम्मामा मेरो खुट्टा अलि दुखेको छ यहाँनिर पनि चढ्नु छोडेको छुइनँ के गर्नु उतै बस्नु नमिल्ने हामी पनि बेहुला घर आइपुग्यौँ अनि आइपुग्दा ठिक्कै यहाँ फोटो सेसन भइरहेको रहेछ भने अरूहरूले चाहिँ सामान झार्दै हुनुहुन्थ्यो बाजाको साथमा हामीले चाहिँ बेहुली साथमा लिएर यहाँनिर घर आइपुग्यौँ फुपू दिदीले पोत्दै हुनुहुन्छ किन पोत्नु भएको भने यहाँ चाहिँ थोरै बाटो छेक्ने कार्यक्रम हुन्छ चेलीले आफ्नो माइतीलाई अनि यहाँनिर काकाले चाहिँ धेरै नपोत 5 रुपियाँ मात्रै दिन्छु भन्दै जिस्काउँदै हुनुहुन्छ दाहिने खुट्टा अघि लगाएर बेहुली काकी अगाडि हिँडिसक्नुभयो भने बेहुला काका बेहुली काकीको पछि पछि अनि यहाँनिर ढोकामा अघि फुपू दिदीले छेकिसक्नुभयो
भनेको यो चाहिँ अब हेरौँ कसलाई जित्छ सासू र बुहारी म बाहिर निस्कियो भने बाहिर मुन्टो फिर्का बुहारी भित्र खसी भित्र मुन्टो फिर्का बेहुला त हेर्दैछ भने कसले जित्छ भनेर खोइ मैले त टिकै लगाइदिएको थिएन ए ब्याग एकछिन न के हो त हाम्रो आमाले पहिले गाउँ सरकार कहाँ भाग्न लाग्यो माइजू जित्छौँ है के गर्ने कसरी जित्नु ए यो भित्र खोज्नु आमैलाई बाहिर लर के खोज्नु अब खोजौँ लक्ष्मीको सासू बारी खोजौँ छिटो छिटो भेटिहालौँ है भेट्नु भयो यतापट्टि छ है उतै छ आफूपट्टि लक्ष्मी अलिअलि लक्ष्मी खजना त कहाँ हरायो कसले जित्ने है अब भेट्नु भयो पैसा है ताली त पड्काउनु ए फेरि तिनजना खेल्नुपर्छ 3 म्याचहरू गीत बजाउनु अनि यस्तो बेला नि गीत भएन ल ल ल अब कसले जित्छ है ल जित्तो जित्तो आज भोलि मलाई निकै होला हामीलाई गर्नु भयो आमा बेस्ट अफ 3 है अब चाहिँ एक्साइटेड भएर कसले जित्छ भन्नु त ए नाम पनि लक्ष्मी लक्ष्मी भनेछ लक्ष्मी काकी अलिक गाड्नु है आमा पत्तो खै त मेरो हजुरआमा नाम पनि लक्ष्मी हो नि फेरि गाडो मजाले 3 पोस्टे लक्ष्मी भयो सुबारी कुद्दैछ लक्ष्मी बुहारी घाट चुके छ कि छैन अब यो धान राख्नुपर्छ है यो टिका लानु बाँकी छ त नि अब यहाँ आउनु टिका लानु म फ्री हुने छु अब यो धान सबै उठाउनु पर्यो के गरे भनेर गाउँ डुल्दै आउने क्या परदेखिकै धान सोध्दै लिएर यहाँ लिएर उठाउनु पर्ने रे एउटा बिना छोड्नु पर्ने अहिले म दोष फेरि अन्न मासु भात खाएर कसले खान्छ सेलरोटी हामी कस्तो जुगुरी देखिरहेको छ मेरो बहिनीहरू हो नि त मलाई सबैभन्दा मन परेको चाहिँ तिम्रो नाक हो मलाई कस्तो मन परेको साटो अरे भिडियो के कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नु होला थ्याङ्क्स फर वाचिङ बाई बाई